नमस्कार साथीहरू। आज मिति 2082 साल 8 महिना 24 गते लोकसेवा आयोगले चाहिँ केन्द्रीय कार्यालय कमल पोखरेलले शाखा अधिकृत पदमा चाहिँ विज्ञापन खुलाइसकेको छ। यो सूचना नम्बर 650 चाहिँ आन्तरिक बढुवाको लागि हो भने तल्लो सूचना चाहिँ 651 चाहिँ लिखित परीक्षाको विज्ञापनमा आएको छ। अप्राविधिक पदहरूमा खुलाइसकेको छ विज्ञापन। न्याय सेवातर्फ चाहिँ खुल्लामा 33, महिलामा 9, आदिवासी जनजातिमा 7, मधेसीमा 6, दलितमा 2, अपाङ्गमा 2, पिछडिएकोमा 1 गरेर न्यायमा पनि राम्रो खुट्टा खुलाएको छ अहिले चाहिँ। अनि खमा हेर्न सक्नुहुन्छ तपाईँको चाहिँ परराष्ट्र प्रशासन लेखा परीक्षण र सङ्घीय सेवातर्फ अहिले चाहिँ लेखा परीक्षणको सङ्घीय सेवाको चाहिँ अलिकति चाहिँ कोर्स अलिकति बदलेको छ भन्ने पनि हिजो चाहिँ आएको थियो सिलेबस। त्यो पनि कभर गर्छौँ हामी अर्को भिडियोमा। अहिलेको भिडियोमा चाहिँ हामीले कोटा कति खुलाएको छ त भनेर हेर्छौँ। जस्तो खुल्लामा हेर्दाखेरि सङ्घीय चाहिँ संसद सामान्य प्रशासनमा आन्तरिकबाट चाहिँ 1 जना खुलाएको छ भने अरूमा चाहिँ जस्तो खुल्लामा चाहिँ परराष्ट्रमा 5 जना, प्रशासनमा 70, राजस्वमा चाहिँ 20, लेखा परीक्षणमा 6, सङ्घीय संसदमा 3 गरेर 104 जना खुलाएको छ। यसै गरी महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको गरेर राम्रो कोटा खुलाएको छ। हेर्नु, पिछडिएकोमा 5 जना छ, अपाङ्गमा 5 जना छ, दलितमा 7 जना, महिलामा 18, आदिवासी जनजातिमा 24, महिलामा 26, खुल्लामा 104 गरेर यति धेरै कोटा चाहिँ खुलाएको छ। अब मानव सेवा अधिकारतर्फ हेर्ने हो भने चाहिँ मानव अधिकारतर्फ चाहिँ तपाईँको खुल्लामा 3 जना, महिलामा 2 जना र आदिवासी जनजातिमा 1 जना गरेर तपाईँको चाहिँ 6 जना टोटल खुलाएको छ। र यसको चाहिँ अब प्रथम पत्रको चाहिँ परीक्षा पनि कहिले हुने भनेर पनि तोकिदिएको छ कि हेर्नु त। प्रशासनिक अभिरुचि परीक्षण चाहिँ प्रथम चरणको प्रथम पत्रको परीक्षा चाहिँ 10 महिना 24 गते भनेको चाहिँ माघको 24 गते भनेर तोकिदिएको छ, दिनको 11 बजे भनेर अहिले तोकिदिएको छ सिधै। अनि तपाईँको चाहिँ परीक्षा केन्द्र चाहिँ आयोगले तोकेको ठाउँमा हुनेछ भनेको छ। र त्यसपछि दरखास्त दस्तुरहरू चाहिँ 1200 रुपियाँ लाग्छ के अरे फर्म भर्दाखेरि। त्यसमा चाहिँ अब तपाईँले समावेशीमा भर्दाखेरि 400 रुपियाँ अरू लाग्छ। अनि अब तपाईँहरू चाहिँ त्यसमा चाहिँ परराष्ट्र सेवा भर्न लाग्नुभएको छ, लेखा परीक्षण भर्न लाग्नुभएको छ भने त्यसमा फेरि अरू थप 400 रुपियाँ चाहिँ लाग्नेछ है त। अनि कहिलेसम्म दरखास्त दिनु मिल्नेछ भन्दाखेरिमा चाहिँ 9 महिना 15 गतेसम्म चाहिँ दरखास्त दिनु मिल्नेछ है। 8 महिना 24 गते खुलिहाल्छ भनेको मतलब त्यही लगभग 20-21 दिन जति हामीले फर्म भर्ने दिन छ आजबाट। अनि 9 महिना 22 गतेसम्म चाहिँ तपाईँको डबल दस्तुरमा पनि दिन पाइन्छ। अनि अब उमेरको हेर्ने हो भने 21 वर्ष पुरा भएको हुनु पर्यो 9 महिना 15 गतेसम्म फर्म भर्ने लास्ट मितिसम्म। अनि 35 वर्ष ननागेको हुनु पर्यो केटाहरूको लागि। अरू महिला र अपाङ्गको लागि चाहिँ 40 वर्ष ननागेको हुनु पर्यो होइन। अनि त्यति भएपछि तपाईँहरूले फर्म भर्न पाउनुहुन्छ साथीहरू। त्यसपछि अब सबै डकुमेन्टहरू चाहिँ तपाईँले अब मास्टर आइडी क्रिएट गर्नुपर्ने हुन्छ। त्यसमा क्रिएट गरेपछि चाहिँ त्यसमा तपाईँहरूले पिडिएफ फर्ममा अपलोड गरेर त्यसरी चाहिँ अनि फर्म भर्न मिल्छ है। अनि फर्म कसरी चाहिँ पैसा दिँदा कसरी पैसा हाल्ने भन्दाखेरि त्यसमा चाहिँ इसिआईहरूबाट अनलाइनबाट पनि मिल्छ र बैङ्कको खातामा पनि हाल्न मिल्छ। जसरी पनि तपाईँहरूले गर्न सक्नुहुन्छ। त्यसपछि अब यो न्यूनतम शैक्षिक योग्यता के माग्छ त भन्दाखेरिमा चाहिँ खुल्ला तथा समावेशीतर्फ हेर्ने हो भने चाहिँ न्याय सेवामा कानुन पढेको हुनु पर्यो। परराष्ट्र र सामान्य प्रशासन र सङ्घीय संसदको लागि चाहिँ कुनै पनि तहबाट चाहिँ कुनै पनि विषयमा ब्याचलर गरेको हुनु पर्यो। नेपाल प्रशासन सेवा राजस्वमा चाहिँ हेर्ने हो भने राजस्वको लागि हेर्ने भने व्यवस्थापन, वाणिज्य शास्त्र र व्यापार प्रशासन अथवा अर्थशास्त्र, जनप्रशासनमा चाहिँ ब्याचलर गरेको हुनु पर्यो। लेखा परीक्षणमा चाहिँ त्यही म्यानेजमेन्टहरूमा चाहिँ ब्याचलर गरेको माग्छ। अब राष्ट्रिय मानव अधिकारमा चाहिँ जेबाट पनि ब्याचलर गरेको भए पुग्यो। र तपाईँहरूले यहाँ के चाहिँ कागज हाल्नुपर्छ त भन्दा समावेशीको हकमा अब आदिवासी जनजाति हो भने त्यसको कागज हाल्नु पर्यो, मधेसीको हकमा मधेसीको हाल्नु पर्यो, अपाङ्गको हकमा अपाङ्गको हाल्नु पर्यो, पिछडिएको क्षेत्रको हकमा पिछडिएको क्षेत्रको हाल्नु पर्यो।